नमस्ते सबैलाई, आज म फेरि लिएर आइसकेको छु रेसिपीलाई यो चाहिँ प्याज रहेको छ, टमाटर आलु काटेर राखेको छु र यो फर्सी भयो, यो चाहिँ लौका अनि यो आलुलाई कुटेर राखेको अदुवालाई कुटेर राखेको है। अब यसमा तेल हालिसकेको छु, मेथी जिरा धनियाँ यसलाई मजाले रातो बनाएपछि प्याज हालेपछि हामीले यसलाई मजाले चलाउनेछौँ ब्राउन हुनेसम्म र अब आलु हालेपछि फेरि त्यसपछि आलु हाल्ने यसलाई मजाले चलाउने। त्यस पछाडि अब फर्सी हालेको छु अनि लौका, त्यस पछाडि लौकालाई हाल्नुसक्यो र मजाले चलाउने। त्यो मैले कुकरमा बनाइरहेको है। अब थोरै हल्दी मसलामा थोरै हल्दी, यो चाहिँ जिरा धनियाँको मसला भयो 1.5 चम्मच र थोरै राईको धुलो खुर्सानी मजाले चलाउने, यसलाई मिक्स गर्ने सबैलाई है। यसलाई मजाले चलाउने। अब थोरै टमाटर जुन मैले काटेको थिएँ अघिमा, त्यसपछि नुन हाल्ने, फेरि चलाउने टमाटर 1.5 चम्मच। अब चलाउने यसलाई। अब त्यो अदुवाको कुटेको अदुवालाई हाल्दिउँ, मजाले चलाएर एकछिनसम्म थोरै पकाउने अनि अब पानी हालिदिएको छौँ हामीले। अब यसलाई राम्रोसँग चलाएर राम्रो गरेर अब सिटी लाउने। यसलाई 8-9 सिटी लगाएपछि ल्याएर निकालिसकेछु र यो यस्तो रहेको छ, एकदमै मिठो। अब यसलाई चाहिँ हामीले अझै थोरै अरू काम गर्न बाँकी छ। यसलाई अब मजाले घोर्ने, घोरेर यस्तरी गराउने। यस्तो राम्रो हुन्छ, घोरेपछि राम्रो हुन्छ। यस्तो मजाले घोर्ने, अब हो यस्तो गरेर चलाएर हेर्न सक्नुहुनेछ कस्तो राम्रो भएको छ हाम्रो मिठो फर्सी आलु लौकाको तरकारी।